नमस्ते, गुड मर्निङ साथीहरू। आज पनि नयाँ भिडियो लिएर आएको छु। आज हामीले छोरीलाई उसको स्कुल ड्रप गरेर आँप किन्न बजारतिर हिँडेको। आँप हामी दुवै हस्बेन्ड वाइफलाई दसैँ मात्रै मनपर्छ के, त्यो हाम्रो घरमा छैन अनि बजारतिर पाउँछ कि भनेर निस्केको, तर त्यस्तो काहीँ पनि मन परेन। अनि यसो टिकटक हेर्दा विषादी मुक्त आँप सिधै बारीबाट भनेर भिडियो देखेँ। सो त्यही जाम भनेर हस्बेन्डले भन्नुभयो अनि हामी राजपेटतिर लाग्यौँ। अचेल यो बाटो बनेदेखि कस्तो आनन्द आउँछ हेर्न। फुल पनि कस्तो राम्रो फुलेको छ, सफा पनि छ। हाम्रो गोपी दाइले चाहिँ आफ्नो काम जिम्मेवारीका साथ गर्नुभएको छ। उहाँको जति तारिफ गरे नि कम छ यो कामको लागि त। अब हामी चौराबाट सिधै राजपुरतिर लाग्यौँ। आज मौसम चाहिँ पानी पर्ला जस्तो भएको छ, परेको चाहिँ छैन, शीतल नै छ आज। भ्यू पनि कस्तो राम्रो देखिएको आज, सफा रोड अनि ग्रिनरी साइडमा फुल फुलेको शीतल मौसम कम्बिनेसन चाहिँ खत्रै छ आज। यस्तो बेला भिडियो बनाउन नि रमाइलो लाग्छ कि मलाई। यो फुलको नाम चाहिँ असारे फुल रहेछ। मैले आज मात्रै थाहा पाएको। पुरै ढकमक्क फुल्छ, फुल्यो भने। अहिले चाहिँ यो फुलको सिजन रहेछ। सो चारैतिर यो फुल देखिन्छ कि फुलेको। मलाई नि यो पर्पलमा लाउन मन छ आफ्नो घरमा। पिङ्क र मरुनमा चाहिँ छ मसँग। यो हाम्रो धनगढीको भाटबेटी नि विकेन्डमा चाहिँ एकदमै भिडभाड हुन्छ कि, इन्डियन पनि धेरै आउँछ नि यहाँ सपिङको लागि। आजको भ्यू देखेर खासै सर्टहरू काटेको छैन। मैले बेला बेला रेकर्ड गरिरहेको थिएँ अनि सबै हालेको। एडिट खासै गर्न परेन, नो फिल्टर निडेडवाला चाहिँ फिल आएको मलाई। त्यही भएर नेचुरली राख्न खोजेँ। होप हजुरहरूलाई चाहिँ मन पर्ला। यो हो माछा पालन। सानो सानो पोखरीहरू छ बनाएको, राम्रो देखिरहेको छ भिडियोमा पनि। यता साइडमा चाहिँ धनगढी एयरपोर्टको गेट। अब हामी आँपबारी पुग्यौँ। यता गुलमोहर कस्तो राम्रो फिरिरहेको रहेछ। यो रिजोर्ट अन्डर कन्स्ट्रक्सन रहेछ। पछाडि छ ठुलो आँप बगैँचा। आँप बेच्न राख्नु भएको रहेछ। यता चाहिँ मेरो हस्बेन्डले चुज गर्नु हुँदैछ। यहाँ चाहिँ ठुलै रहेछ आँपबारी, धेरै आँपको रुख रहेछ, भेराइटी नै रहेछ आँपको। फ्रेस अर्ग्यानिक आँप सिधै रुखबाट। हामीले दसरी लियौँ 4 केजी जति। ठाउँ पिसफुल रहेछ, राम्रो रहेछ। रिजोर्ट बनिसकेपछि फेरि आउनुपर्छ एक दिन। अब हामी घरतिर फर्क्यौँ। मलाई युट्युब त्यति खासै चलाउन आउँदैन, फर्स्ट एक्सपिरियन्स हो। खै कस्तो भइरहेको छ थाहा नै छैन।
सिकिरहेको छु बिस्तारै। सो प्लिज सजेस्ट गर्नु होला साथीहरू सुधारको लागि। एन्ड प्लिज लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला। फेरि अर्को भिडियोमा भेटौँला। हस्, धन्यवाद, नमस्ते।